हेलो शिवा, नमस्ते सबैलाई। म चाहिँ बिहान उठ्ने बित्तिकै चिया खाने बित्तिकै फुल रोप्नु थालेँ। मैले चाहिँ गमला माटो फुल चाहिँ हिजो लिएर ठिका पारेको थिएँ। हिजो रोप्नु नभएर मैले आज बिहानै उठेर चिया खाने बित्तिकै रोप्नु स्टार्ट गरेको होइन। फुल रोपिसकेपछि मैले तरकारीहरू काटकुट गरेर पकाउन स्टार्ट गरेँ। पाकिसकेपछि मैले खाना खानु थालेँ। मलाई चाहिँ यो लसुनहरू डल्लै हालेको मनपर्छ यो खसीको मासुमा होइन। त्यसपछि मेरो चाहिँ शनिबार एकदमै काम धेरै हुन्छ, भ्याइ नभए हुन्छ। अनि त्यसपछि लुगा धुनु थालेँ। काम शनिबार यस्तो भ्याप्याक हुन्छ कि मेरो चाहिँ। अनि त्यसपछि एकछिन लुगा धुइसकेर रेस्ट गरेँ। रेस्ट गर्दाखेरि मेरो डन्डीफोर यत्रो ठुलो, यो डन्डीफोरले चाहिँ मलाई आज यस्तो तनाव दिइरहेछ दुखेर। अनि उठ्ने बित्तिकै रेस्ट गरेर उठ्ने बित्तिकै अनि लेउहरू उकाउनु थालेँ। अनि त्यसपछि दोकान गएँ। दोकान जाँदा यो मेरो बडीगार्ड भेटेँ। यो बडीगार्ड चाहिँ मैले सानोदेखि नै देखेको होइन। यो पप्पीले चाहिँ मलाई सानोदेखि नै पछ्याउने गर्छ, किनभने यसलाई मैले सानोदेखि नै बिस्कुट मासुहरू किनिदिन्थेँ होइन। अझै पनि किनिदिन्छु। अनि त्यही भएर मलाई पछ्याउँछ। मलाई पप्पीहरू चाहिँ एकदमै मनपर्छ। हाम्रो पनि दुईवटा पप्पी थियो। दुईवटा पप्पीमा एउटा पप्पी चाहिँ जस्तै भर्खरै मऱ्यो। पप्पी मर्दाखेरि 2-3 दिन त रोएँ। अनि यो पप्पीलाई मैले बिस्कुट किनिदिएँ। बिस्कुट खानु थाल्यो पप्पीले चाहिँ। यो पप्पी चाहिँ यहाँ माथि घरको हो, उयो घरको। अनि मैले भदैनीलाई जिस्काउन थालेँ। भदैनी चाहिँ जिस्काउँदा लडिहाल्यो। लडी रुनु थाल्यो। त्यसपछि म दोकानतर्फ लागेँ। दोकानमा मैले चाहिँ वाइ भएर किन्नुको लागि लागेँ। यो दोकान चाहिँ ठ्याक्कै लिगामेन स्कुल अगाडि हो होइन। लिगामेन स्कुल अगाडि छ। लिगामेन स्कुल अगाडि ठ्याक्क आउनु सक्नुहुन्छ तपाईँहरू। यहाँ चाहिँ सस्तो भरपर्दो सामानहरू पाउँछ। अनि मैले चाहिँ टुपियाम सी फुड होइन, आलु तामा, अनि यो चिज करेन्ट एकदमै मिठो लाग्छ। त्यही भएर यो मिक्स गरेर प्रायः जहिले खाएर हुन्छु होइन। अनि मनपर्छ। अनि म चाहिँ यो सबै सामानहरू लिएर घरतर्फ लागेँ। अनि घर जाँदै भिडियो गर्दै थिएँ। अनि अङ्कलहरूले चाहिँ मलाई जिस्काउनु हुँदै थियो, मेरो पनि भिडियो गर न, मेरो पनि भिडियो गर न भन्नु हुँदै थियो, मलाई जिस्काउनु हुँदै थियो। अनि घर आइसकेपछि पकाइसकेर मैले तन्काउन थालेँ, खानु थालेँ होइन। ल आजको भ्लग यति नै हो। सबै कुरा त देखाउन सकेन, त्यही पनि यतिमै सीमित रह्यो। नेक्स्ट टाइम भेटौँला। बाई बाई, सी यू, टेक केयर।